निषेधित इलाकाहरूमा हामी बलपूर्वकमा माग्दै हुनेछौँ। यो अनावश्यक भेदभावहरू गरिदिनु मानवीय क्षति चोटपट हुन सक्छ। कृपया आउने नागरिक तथा दिदीबहिनीहरू हामी बलपूर्वकमा माग्दै हुनेछौँ। कृपया लाउनु पनि त्यो भन्नु पुग्नेलाई थियो है। यस्तो गर्नु त नहुने नि है। मेरो आवाज सुनिरहनु भएको छ भने कृपया यहाँ आउनु होला। आगो लागिसकेको छ र यहाँ सुरक्षाकर्मीज्यूहरू र अभियन्ता साथीहरू हुनुहुन्छ। कसैले बचाउनको लागि भए पनि हेलिकप्टरद्वारा भए पनि आउनु होला बचाउनको लागि, किनभने यहाँ दोहोरो भिडन्त भइरहेको भएर खोइ आउन पाउनु भइरहेको छैन। यो आगो लागिसकेको छ यहाँ र बचाउनको लागि यहाँको सुरक्षाकर्मी र यहाँ माथि सुरक्षाकर्मी र अभियन्ता साथीहरू आउनु भएको छ र हाम्रो आन्दोलनमा अरू पनि कोही विपक्षका मान्छेहरू आएर तडक भडक गरेर यो हल्ला मचाइरहनु भएको छ। मित्रहरू, यो घरमा आगो जलिरहेछ। को कसले लगायो एउटा पक्ष आन्दोलनकारी भन्छ, अर्को पक्ष माथि प्रहरीहरूले टियर ग्यास छतबाट बसेर टियर ग्यास चलाएको हुनाले कुनै घुसपैठियाहरूले ग्यास पड्केर आगो लाग्यो भन्छन्। सत्य तथ्य के हो थाहा छैन, तर अहिलेसम्म करिब 2 घण्टा भइसक्यो नेपाल सरकार मुख दर्शक भएर हेरिरहेको छ र आम पब्लिकहरू ओहोरदोहोर गरिरहेका छन् र प्रहरी मित्र साथीहरू आफ्नो ड्युटीमा खटिरहेको अवस्था छ भने यो ग्राउन्ड पुरा खाली भइसकेको छ। यहाँ अहिले यो ग्राउन्ड खाली गर्ने साथीभाइहरू भए अरू कोही छैन। चारैतिर सन्नाटा छाएको छ। अहिले सुन्नमा आइएको छ जडीबुटी पुलमा केही घुसपैठियाहरूले आगो लगाएर विध्वंस गरिरहेको अवस्था छ। नेपाल सरकारको ध्यान छिटो पुगोस्। गेट खोला गेट। ल्यापटप लुगा सब फालेका छन्। भाटभटी हेर्नु न, उहाँ झोलामा हालिरहेछन् केटाहरूले। ल हेर्नु यहाँ स्याउहरू होइन। यत्रो पुलिस त त्यहीँबाट फर्किसक्यो के छैन आएको। पुलिस त्यहीँबाट फर्क्यो के आकाशी पुलबाट उपर हेर्नु लुगा सबै लुट्यो के लुगा उपर एउटा कार के
बस्ने राजा हिन्दू सम्राटलाई राज आजु राणा बताउँछु है आजु राणा दीपक खड्का आजु राणा हेमान घिसिङ जिन्दाबाद केपी ओली भ्रष्ट सरकार मुर्दाबाद ओली पारा बन्द गर ओली 13